कम्मरमा नसा च्यापिँदा के कस्ता लक्षणहरू देखा पर्छ त त्यो बुझौँ है त। सबैभन्दा पहिले त कम्मरको भागमा एकदमै धेरै दुखाइ हुने गर्दछ। अब यो दुखाइ हुँदै गर्दा पनि हामीले चाहिँ एकदमै धेरै केयरलेस गरियो, पोस्चरल केयर गरिएन, बस्ने आसनमा ख्याल गरिएन, सुत्ने आसनमा ख्याल गरिएन भने यसले थप जोखिम निम्त्याउने गर्दछ, थप कम्प्लिकेसन्स निम्त्याउने गर्दछ। अब कम्प्लिकेसन्सको कुरा गर्दै गर्दाखेरि चाहिँ कम्मरमा नसा च्यापिएको अवस्थामा चाहिँ त्यसले कम्मरबाट पास हुने जुन खुट्टातिर पास भइरहेको हुन्छ त्यो नसाहरूमा पनि दबाब दिन थाल्दछ र त्यो अवस्थामा तपाईँको हिप हुँदै खुट्टातिर, घुँडातिर, त्यस्तै गरेर पिँडुलातिर पनि दुखाइ हुने, लाटो हुने, झमझमाउने लक्षणहरू देखिने गर्दछ र दुखाइ चाहिँ तपाईँको पैतालासम्मै र औँलासम्मै पुग्ने समस्या पनि देखिने गर्दछ। यति मात्र नभएर तपाईँको शरीरको तल्लो भागहरूमा चाहिँ झमझमाउने, लाटो हुने र मांसपेशीहरू चाहिँ सुक्दै जाने पनि लक्षणहरू देखिने गर्दछ र कालान्तरमा गएर चाहिँ तपाईँको दिसा पिसाबमा पनि बबल इन्कन्टिनेन्स, त्यसै गरेर चाहिँ युरिन इन्कन्टिनेन्सको समस्या, दिसा पिसाबमै कन्ट्रोल नभइदिने लक्षणहरू पनि देखिन सक्दछ। काउटाइगोना सिन्ड्रोम भनेर भन्ने गरिन्छ, त्यो लक्षणहरू पनि, त्यो समस्या पनि देखिने गर्दछ। धेरै जोखिमहरू निम्तिने गर्दछ र कालान्तरमा गएर चाहिँ तपाईँलाई प्यारालाइसिस नै नहोला भनेर भन्न पनि सकिँदैन। त्यसैले तपाईँको चाहिँ ब्याक पेनको समस्या, लो ब्याक पेनको समस्या, कम्मर दुखाइको समस्या छ भने यसलाई हेलचक्राइ नगर्नुहोला। स्वास्थ्य परामर्श र उपचारका लागि स्क्रिनमा मैले कन्ट्याक्ट नम्बर राखेको छु, कल गर्न सक्नुहुन्छ। भिडियोलाई सक्दो सेयर गर्नुहोला, फलो गर्नुभएको छैन भने फलो गरेर जोडिनुहोला। अर्को भिडियोमा भेट्नेछौँ है त। नमस्ते।